हेलो साथीहरु, जय मसी, गुड मर्निङ। अनि आजको बिहान चाहिँ हामी चाहिँ बिहान भन्दा नि 10 बज्यो यहाँ मलेसियाको टाइम। हामी चाहिँ मलेसियामा हो। यो मलेसियाको केलदेखि क्वालालम्पुरदेखि हामी चाहिँ यो माथि गेन्टिङ आइल्यान्ड जाने क्रममा हो। अनि यो जाँदै जाँदै बाटोमा अनि एकदमै रमणीय दृश्यहरू हेर्दै हामी चाहिँ आज चाहिँ यहाँ गेन्टिङ आइल्यान्डको माथि टपमा एकदमै उचाइमा छ। अनि यो केबल कार चढेर हामी चाहिँ माथि जाँदै छौं। अनि माथि जाने क्रममा यो बाटोमा जाँदै गर्दाखेरि यहाँ बाटोमा चाहिँ विभिन्न है नेपालमा पाइने रुखहरू है सल्लाहको रुख, विशेष गरी यहाँ धेरै सल्लाहको रुखहरू चाहिँ सजाएर यो मेरो देब्रेपट्टि साइडमा भएको चाहिँ यो सल्लाहको रुखहरू हो। अनि यहाँ चाहिँ एकदमै सल्लाहको रुखहरू सजाएर रोपेको रहेछ। अनि हामी चाहिँ यो हेर्दै यहाँको दृश्यहरू हेर्दै जाँदै मास्तिर जाँदै छौं। अनि एकदमै उकालो बाटो छ। यो जंगल, घना जंगल भित्र हो। अनि यहाँ घना जंगल भित्र पनि एकदमै राम्रो रोडहरू एकदम सफा हैन। अनि यस्तो जंगल भित्र पनि यस्तो सफा अनि सुन्दर हैन। अनि ठुलठुलो घरहरू त्यो जंगल भित्र चाहिँ हामी देख्न सक्छौं यहाँ चाहिँ। अनि यो हेर्दै हेर्दै हामी मास्तिर जाने क्रममा यो सल्लाहको रुखहरू एकदमै विशेष गरी चाहिँ यो नेपालमै गएको जस्तो लाग्यो मलाई यो सल्लाहको रुखहरू देखेर है। सल्लाहको रुखहरू मैले यहाँ मलेसियामा प्राय देखेको थिएन, यस्तो ठुलठुलो, तर त्यहाँ चाहिँ मैले देखेँ। अनि करिब हामी चाहिँ यहाँ आइपुग्न लागेको अवस्था। अनि यो टनेलबाट यहाँ माथि यो ठुलठुलो बिल्डिङहरू देखेपछि यो सबै होटलहरू, यो चाहिँ होटलहरू। त्यहाँ अब 2-4 दिन बसेर आरामले घुमघाम गरेर फर्किनको लागि होटलहरूको व्यवस्था। यी हेर्नु सल्लाहको रुख है, यो चाहिँ ठुलठुलो छ यो सल्लाहको रुखहरू। अनि यो सल्लाहको रुख हुँदै यो जंगल काट्दै हामी चाहिँ माथिको डाँडामा जान लागेको। यो माथि अझै धेरै नै छ। हामी यो ट्याक्सीबाट झरेर अब हामी चाहिँ यहाँ केबल कारको टिकट लिन हामी जाँदै छौं। यहाँ टिकट चाहिँ अनलाइनबाट आफै लिन नि सकिन्छ, तर त्यहीँ गएर किन्न पनि सकिँदो रहेछ। हामीले चाहिँ अनलाइनबाट हामीलाई थाहा थिएन। हामीले चाहिँ त्यहाँ गएर त्यहाँ आफैले मेसिनबाट अटोमेटिक त्यहाँ आफै कस्तो खाले टिकट लिने हो, त्यहाँ विभिन्न भेराइटीहरूको टिकटहरू पनि पाइँदो रहेछ। हामी चाहिँ नर्मल साधारण टिकट लिनको लागि लाइनमा बस्दै अनि हामीले टिकट लिइसक्यौं। लिएर अब हामी चाहिँ केबल कार चढ्नको लागि लाइनमा बस्दै छौं यहाँ है। अनि मेरो श्रीमती र म लाइनमा जाँदै गर्दाखेरि यहाँ धेरै भिड थियो, मान्छेहरू त्यो प्याक थियो। यो चाहिँ किन होलिडे भएको कारणले गर्दाखेरि अनि धेरै मान्छे थियो। लगभग हामी यो लाइनमा पनि 1-1.5 घण्टा घुमाइ फिरे है। यो त घुमाइ बल्ल अनि केबल कार चढ्ने त्यो मौका पालो आयो बल्ल 1 घण्टाको पर्खाइमा। ल यहाँको केबल कार चाहिँ अलि ठुलो रहेछ है, नेपालको अलि सानो देखाएको थियो। अनि चट्ट हामी केबल कार चढ्यौं। अनि केबल कार चढेर यहाँ चाहिँ धेरै थियो मान्छेहरू। हामी लगभग यहाँ 8 जना जति थियो यो भित्र। हामी श्रीमती मात्रै, हामी बुढाबुढी अनि गयौं। अनि यो चाहिँ माथि उकालो है, एकदम उचाइमा। यो कति छ यसको उचाइ मलाई थाहा छैन, तर पनि धेरै माथि छ, डाँडामा छ। र यहाँ जानुको मुख्य उद्देश्य चाहिँ हामीलाई अलिकति यहाँको उच्च ठाउँमा गएर हेरौँ, अलिक चिसो पनि हुन्छ भनेर त्यही अनुभव गर्नलाई गएका थियौं। अनि यहाँ चाहिँ आज चाहिँ विशेष गरी प्राय दिनमा चाहिँ यहाँ चाहिँ पानी पर्ने, बादल लाग्ने भइरहन्छ। आज चाहिँ हामीले मौसम एकदमै राम्रो क्लियर छ है। यहाँ बादल लागेको छैन। यदि बादल लागेको हो भने यहाँ केही पनि देखिँदैन है। यो दृश्यहरू केही पनि देखिँदैन। अलिअलि छ यो बादल, यो अलिअलि छ अहिले, तर यो धेरै आयो भने यहाँ केही पनि देखिँदैन। तर आज चाहिँ होस् क्लियरै छ। यो केबल कारबाट तलतिर हेर्दाखेरि यस्तो है। हामी उहाँ तलबाट चढेको, अहिले हामी यहाँ माथि आइपुग्यौं। अनि तल पनि एकदमै राम्रो। हाम्रो नेपाल जस्तै पहाड भए पनि यहाँ एकदम विकसित भएको ठाउँ हो। अनि यहाँ चाहिँ स्टेप रहेछ। तपाईँहरू कोही जाँदै हुनुहुन्छ यदि त्यहाँ भने 2-3 स्टेप रहेछ। तपाईँले त्यहाँ झरेर घुम्न सक्नुहुन्छ। फेरि घुम्दै चढ्दै जान सक्नुहुन्छ। अनि टिकट चाहिँ अनि तपाईँको 72 घण्टा लाग्दो रहेछ। एकचोटि टिकट किनेर तपाईँ माथि जानुभयो भने 72 घण्टासम्म त्यो टिकटले चाहिँ काम गर्दो रहेछ है। अनि आउने जाने टिकट अप एन्ड डाउन टिकट
अनि यो आउने जाने अप एन्ड डाउन टिकट चाहिँ हामीलाई कति पर्यो भने एकजनाको 36 रिङ्गेट हो कि कति परेको थियो है। अनि यो चाइना टाउन भनेर चाहिँ यो चाहिँ चाइनिजहरूको त्यहाँ चाहिँ चाइनिजहरूको सायद मन्दिर होला। त्यहाँ हामी चाहिँ गएनौँ, हामी चाहिँ सिधै मासतिर गयौँ। अनि यहाँ एक स्टेप आइपुग्यो, यहाँ झरेर त्यो चाइना टाउनमा जान सकिन्छ, तर हामी झरेनौँ है। अनि यहाँ उकालो जाँदै गर्दाखेरि चाहिँ पहिला म एकचोटि चन्द्रगिरी गएको थिएँ, त्यही याद आयो। यहाँ तलबाट देखेको त्यो माथि त्यो बिल्डिङहरूबाट आइपुग्ने हो। त्यस्तो डाँडामा नि हेर्नु कति अलग तपाईँको 40-50 तलाको बिल्डिङहरू छ होइन। यस्तो उकालो भिरमा यस्तो माथि डाँडामा है। अनि सबै कुरो पैसाले नै हुने रहेछ होइन। विकास भनेको कुरो पैसाले हुने है। हाम्रो नेपालमा नि कति ठाउँहरू त्यस्तो राम्रो ठाउँहरू छ कति, अनि त्यो अलि विकास गर्न नसकेको कारणले त्यसै अलपत्र परिरहेको छ। यहाँ हेर्नु न, हामी फेरि अर्को स्टेपमा आइपुग्यौँ। अब लास्ट फाइनली चाहिँ हामी माथि पुग्छौँ। अब यो केवल कारभित्रबाट देखेको दृश्यहरू हो। अनि एकदम हरियाली है। यहाँ चाहिँ हरियाली हुन्छ सधैँ, किनभने यहाँ पानी परिरहेको कारणले गर्दाखेरि। हेर्नु न यस्तो भिरमा यत्रो बिल्डिङहरू। यहाँ यो कम्ती कम 50-60 तलाको बिल्डिङ छ होइन। यो 50-60 तलाको बिल्डिङ यस्तो माथि डाँडामा भिरमा होइन। अनि है एकदमै पैसा, अब विकसित देश भने विकसित देशै हो नि। आजको मौसम एकदम मस्त छ है, क्लियर। बिहान चाहिँ अलिअलि बादल थियो, तर हामी त्यहाँ जाँदा चाहिँ त्यो बादलले सब हटिसकेको थियो। हेर्नु त्यहाँ उता पारिपट्टितिर चिया बगान नि थियो अरे, तर हामी चिया बगानमा चाहिँ गएनौँ। हामी चाहिँ सिधै माथि गयौँ र माथिबाट हेऱ्यौँ है। त्यहाँको हावा खायौँ। ल यो एक स्टेप कटेर यो चाहिँ माथि हो, यहीँ हो। अब अलिकति माथि गएपछि चाहिँ हामी झर्छौँ है। हेर्नु नि यो माथि डाँडामा कति हजार माथि डाँडामा चाहिँ यस्तो राम्रो क्या है। त्यहाँ चाहिँ त्यत्रो सहरै, एउटा सहरै छ नि होइन। विशेष गरी त्यहाँ चाहिँ मलाई ड्राइभरले भनेअनुसार चाहिँ त्यहाँ चाहिँ विशेष गरी त्यो विभिन्न गेमहरू खेल्ने मान्छेहरू चाहिँ त्यहाँ जान्छ भनेर भन्दै थियो। अनि हामी त विशेष घुम्न मात्रै गएको। अनि हेर्नु है यो सबै यो बच्चाहरू ठुलो मान्छे जो पनि खेल्न मिल्ने क्या। त्यहाँ गेमहरू हजार कुराहरू, यता गुड्ने उता गुड्ने कुराहरू सबै कुरा भएको। यस्तो दामी क्लियर छ नि होइन। यस्तो डाँडामा हेर्नु त, यस्तो डाँडामा यत्रो बिल्डिङ होइन, अचम्म होइन। यो यस्तो माउन्टेन बनाएर चाहिँ होइन, यो त्यो हिमाल जस्तो बनाएको छ, तर त्यो ओरिजिनल होइन, त्यो बनाएको मात्रै हो। तर चिसो छ, तर त्यहाँ हिउँ चाहिँ नपर्दो रहेछ। यो माथिबाट तलतिर हेर्दाखेरि त क्या दामी छ है सिन चाहिँ। यो होटेल पहिलाको पुरानो होटेलहरू तिनीहरू चाहिँ कति पुरानो संरचनाहरू पनि छ, कति नयाँहरू पनि छ, बन्दै छ। अनि मैले चाहिँ यो धेरै वर्ष अगाडि चाहिँ मैले देखेको थिएँ। अनि म चाहिँ त्यहाँ जाने इच्छा पहिल्यैदेखि गरेको थिएँ, तर सम्भव थिएन। तर अहिले चाहिँ हामी आएका छौँ। अनि विशेष गरी घुम्नका लागि एकदमै रमणीय। फाइनली हामी चाहिँ यहाँ माथि आएर झरिसक्यौँ। झरेर अब हामी चाहिँ यहाँ क्यान्डिङ आइल्यान्डभित्र, यो चाहिँ सिधै एउटा ठुलो मार्केट है, एउटा हलभित्र पुग्छ। अनि त्यो हलभित्र गएर अनि कहाँ जाने हो, त्यहाँभित्र गएर नि त तपाईँ त्यहाँ अरू गेमहरू खेल्न चाहनुहुन्छ भने तपाईँले त्यहाँ आफ्नो टिकट त्यहाँबाट लिएर खेल्न सक्नुहुन्छ है। अनि यो चाहिँ भित्र, यहाँ चाहिँ खानेकुराहरू हरेक कुराहरू छ। यहाँ चाहिँ मान्छे भिड थियो। अब त्यहाँ हजारौँ मान्छे भिडको भिड थियो। किनभने हामी त्यो बेला चाहिँ अलि धेरै दिनकै छुट्टी थियो, 3-4 दिनको छुट्टी थियो, त्यही कारणले हामी यहाँ आएका छौँ। अनि यो छुट्टीको बेलामा चाहिँ धेरै हुन्छ यहाँ मान्छे। यो माथिबाट तल यो मार्केट, त्यहाँ तल बच्चाहरू ठुलो मान्छे खेल्ने कुराहरू सबै कुरा, खेल्ने कुराहरू, मनोरञ्जन लिने कुराहरू सबै कुरा छ। मैले मलेसियामा देखेको चाहिँ यदि पैसा उडाउनै छ भने चाहिँ यहाँ गएर उडाउने ठाउँ रहेछ भन्ने कुरो चाहिँ त्यहाँ गएर थाहा पाएँ।
ल यो फाइनली हामी चाहिँ बाहिर गएको एकदमै यहाँ चाहिँ चिसो थियो हैन यहाँ चाहिँ एकदम चिसो छ यहाँ चाहिँ एकदम दामी यही होटल रहेछ यो पुरानो होटल रहेछ यो चाहिँ होटल हाइलाइट भन्दो रहेछ यहाँ हामी गएको थियो अनि यहाँ श्रीमती नै गयो मैले श्रीमतीले जिस्काइदिएको थिएँ उहिले पनि मलाई जिस्काइरहेको थियो यहाँ फुलहरू यो चाहिँ इलेक्ट्रिक गाडीहरूको चार्ज स्टेसन हो त्यहाँ जाँदै गर्दाखेरि देखेँ मैले टन्डै रहेछ इलेक्ट्रिक गाडीहरू हामी चाहिँ यो माथि डाँडाबाट तलतिर हेरौँ हामी आउन चाहिँ उतापट्टि डाँडाबाट आयो तर हामी पछाडिपट्टि गएको यहाँ हेर्नलाई अनि चिसो हावाहरू त्यहाँ चलिरहेको थियो अनि त्यहाँ गर्न गयो अनि त्यो सबै हेरेर अनि एकदमै मौसम दामी थियो मस्त थियो ठाउँ पनि एकदम मस्त एकदमै आनन्द लाग्यो अनि यदि तपाईँहरू नि हेर्न जानुहुन्छ भने जानु होला है अनि एकदम रमणीय ठाउँ छ अनि विशेष गरी त मलाई नेपाल गएकै जस्तो लाग्यो त्यहाँ गएको चाहिँ म चन्द्रगिरीमा गएको थिएँ चन्द्रगिरीमा नि यस्तै छ सेम यस्तै छ तर त्यहाँ बिल्डिङहरू त्यो घरहरू त छैन तर ठाउँ चाहिँ सेम यस्तै छ अनि त्यही याद आयो मलाई चाहिँ एकदमै राम्रो तर चन्द्रगिरीमा त यहाँभन्दा धेरै चिसो छ यहाँ चाहिँ त्यति चिसो चाहिँ छैन तर पानी परेको थिएन त्यो दिन त्यही कारणले नै होला पानी पऱ्यो भने चाहिँ अलि चिसो हुन्छ भन्ने चाहिँ मैले सुनेको ल हामीले चाहिँ यहाँ सबै कुरा हेरेर यो डाँडामा हेऱ्यौँ अनि यो होटेलहरू पछाडिको होटेलहरू ठुल्ठुलो होटेलहरू अनि सुन्दर ठाउँ है यस्तो रमणीय ठाउँ अनि जान पाइयो हेर्न पाइयो त्यही नै खुसी कुरो हो मेरो श्रीमती चाहिँ पछाडि आफ्नै धुनमा टिकटक बनाउँदैछ आफ्नै धुनमा भिडियो बनाउँदैछ बुढीले चाहिँ यो माथिको होटेलहरू यदि त्यहाँ गएर बस्न नै सकिन्छ खासै